आज म गर्दैछु हेर रो इक्विभ्यालेन्ट मेथड होइन, यो पनि भयानक इम्पोर्टेन्ट छ है। र यो पनि सजिलो छ हेर, सुरुमा यो बुझ्नुपर्छ हेर। जस्तै यहाँ हेर त, यो हामीले मिलाउनलाई यो यस्तो बनाउनु पर्यो, सबै सुरुको 1 हुनु पर्यो, यताको 0 0 फेरि 0 0, यो डायगोनल साइड छ नि यो हेर त, तिनवटा यो 1 बनाउनु पर्यो, अनि ठ्याक्कै यो हिसाब सकिहाल्छ। अब यो हन्ते ठाउँमा गाडी कुदेर चाहिँ वाक्कै लाउँछ हेरेर पनि यस्तो भनेको यो सुरुको 1 हुनु पर्यो, त्यसपछि दुईवटा 0 0, यो 0 हुनु पर्यो, फेरि यो 1 हुनु पर्यो, यताको 0 हुनु पर्यो, यो 0 हुनु पर्यो, यो 0 हुनु पर्यो, यो 1 हुनु पर्यो। यति बनाउन सक्यो भने हिसाब सक्यो। ल यति भए बुझिहाल्यो होइन, डायगोनल चाहिँ के बनाउनु पर्यो, यसैलाई हेर्दै हेर्दै गर्ने हो। एउटा कुरा बुझ त, R1 भनेको के हो, तेर्सो होइन, यो R2, यो R3, रन भनेको तेर्सो। अब कोलम भनेको कस्तो, कोलम भनेर के सम्झिने, क्लाइम्ब। क्लाइम्ब भनेको सधैँ के हुन्छ, उकालो मात्र क्लाइम्ब गरिन्छ नि, भने यो C1 C2 यो C3। यहाँ कोलम त काम आउँदैन, R1 R2 आइहाल्छ। यति बुझिहाल्यो होइन। रन भनेको कहाँ रन, तेर्सो कुद भने जस्तो, त्यही भएर R = के भयो, रन। रन भन्ने के हो, तेर्सो। तेर्सोलाई के भन्यो, रो भन्यो। ठिक है। ल यो टक्कसँगले सोल्युसन गरौँ होइन। ल राइटिङ द, अब आफ्नै ल्याङ्ग्वेज लेख्दा हुन्छ ल, लेख्न चाहिँ लेख, गिभन इक्वेसन इन के भन्छ यसलाई, अगमेन्टेड कि के अरे, अगमेन्टेड है, अगमेन्टेड फर्म भनेको कसरी लेख्ने भने नि यस्तो। अब एक्सको साथी को छ, कोही छैन, 1 कोफिसियन्ट लेख्ने क्या। वाईको को छ जोडी 2, जेडको को छ -3, एक्सको को छ 2, वाईको को छ कोही छैन भने अकेला -1, जेडको को छ 2, फेरि को छ र एक्सको 3, वाईको को छ -1, हेर जेडको को छ -4। अनि यस्तै लेख्ने, यी थोप्लो थोप्लो लाउने, एक्स वाई जेडको ठाउँमा को हुने भयो, को छ 9 -8 र 3। टक्कसँगले यस्तो हो। यसको सही यस्तो कस्तो छैन रो इक्विभ्यालेन्टमा। ल अब हेर त, हाम्रो रुल अनुसार के अरे, सुरुको 1 बनाउनु पर्यो होइन। तर हेर त्यहाँ त हन्ते गाडी, हेर त सुरुको 1 बनाउनु पर्ने होइन। तर यहाँ हेर त हाम्रो अलरेडी 1 छ नि, भनेपछि यो बनाउनै परेन। यदि 1 नभएको भए के गर्थ्यो, यहाँ 2 भएको भए के गर्थ्यो, 2 ले डिभाइड गर्थ्यो R1 मा, अनि सबै हुन्थ्यो होइन, R1 R2 R3। ल अब हेर त, यो 1 भएपछि कसको पालो, यसको पालो। यी दुईटालाई 0 बनाउनु पर्ने कसको हेल्पले, यसको हेल्पले। यो भनेको को हो, R1 हो नि, R1 R2 R3। ल यी दुईटालाई 0 बनाउनु पर्यो। 2 लाई 0 बनाउन के हुन्छ, 2 - 2 गर्नु पर्यो। 3 लाई 0 बनाउन के गर्नु पर्यो, 3 - 3 भनेपछि ल हेर, एप्लाइङ कहाँ हो, R2 मा हो नि होइन, यो R1 हो नि त, याद होस् भनेर लेखेको गरेको है, दिमागमै छापिने गरी। ल R2 मा हेर त, R2 सच द्याट यो 2 भनेको को अरे, R2। यसमा कति घटाउँदा 0 हुन्छ, 2 नै, कसको हेल्पले, R1 कोले। ल 3 मा एन्ड इन R3 सच द्याट R3 भनेको 3, यो 3 मा कति घटाउँदा 3 नै, कसको हेल्पले, त्यही R1 को। एउटा 1 हुनु पर्यो, त्यसको हेल्पले दुइटै 0 बनाउने। जस्तै सिम्प्लेक्समा गरेको थियो नि त्यस्तै। ल ड्याङ्की ड्याङ अब गरौँ ल, सुरुको जस्ता तस्तै लेख्दै लेख्दै जाउँ। 9। ल हेर त, अब यो भनेको कति हुने भयो, R2 मा हेर त, R2 मा 2 - 2, यहाँ है म रफ गरेर देखाउँछु। ल हाम्रो को एप्लाई गर्नुपर्ने अरे, सुरुमा R2 - 2R1 होइन, कसको पालो छ सुरुमा, 2, ब्लर भयो क्या हो झल्ले। ल हेर त, R2 मा को छ 2, 2 मा यो फर्मुला 2 - 2R1 को छ 1, यो गरेर भने कति आउँछ, 0। यो हाम्रो 0 भयो होइन। अब यसमा पनि R2 यसमा लाउँदैछौँ, यसमा हेर नि, खाते गाडी चोर। ल R2 भनेको को छ हेर त, -1, माइनसको माइनस, अनि हेर त 2 को 2, R1 को छ हेर 2, यसलाई गरेर भने 4 कति आउने भयो, -5, यहाँ कति आउने भयो, -5। त्यस्तै अर्को कसको पालो, यो 2 को पालो, R2 हो नि त होइन त्यो त। फेरि यसैमा हेर, यो R2 भनेको को 2, फेरि को छ यहाँ, यो 2 इन्टु R1 भनेको को हेर त, -3, यसलाई गरेर भने कति आउँछ, 2 + 6 8 आयो होइन। यस्तो चाहिँ कहीँ चिप्ल्यो भने फेरि खल्याङ गयो है हिसाब, अनि बर्बाद हुन्छ। ल यसमा हो, कसको पालो, सबैको पालो सक्यो। अब -8 के अरे फर्मुला, 2R1, R2 भनेको को हो, -8, माइनसको माइनस, 2 को 2, R1 को हो 9, कति हुन्छ, 9 × 18, 18 19 20 21 22 23 26, कति आउनु रहेछ यो, 26। कति आयो यहाँ, -8 को ठाउँमा माइनस, कहाँ पो झुक्किसक्यो म भोइसबाट, -26।
ल कति कुद्छौ नि झल्ले ठाउँ कुतियाहरू। ल R2 सक्यो होइन। अब कसको पालो छ हेर त R3 मा। R3 भनेको 3 वाला होइन। ल त्यही गरेँ मैले फेरि यहाँ है। R3 को पालो। R3 मा को छ अब रुल R3 - 3R1 होइन। ल यसमा यो हो नि R3 भनेको 3 वाला मेरो अम्लेर है। R3 भनेको 3 माइनस को माइनस 3 को 3 R1 को 1 यो गरेर कति आउँछ 0। खतरा भएको छ भने त यसो नगर्दा नि हुन्छ नि डेङडुङ लेख्दा नि हुन्छ। खतरा आउनेहरूलाई त पर्दैन। ल R3 को छ -1 फेरि माइनस को माइनस 3 को 3 R1 को छ यो हो नि 2 कति आउँछ 3 दुना 6 माइनस माइनस प्लस कति आउने -7। र दुईटा 0 भइसक्न आँट्यो है हाम्रो भइ नै सक्ला अब कसको पालो -4 को। र -4 माइनस कति छ 3 R1 भनेको छ माथि हेर -3 3 त्यहाँ 9 यो कति हुन्छ 5 6 7 8 9 कति हुने भयो 5। यतिको त क्याल्कुलेसन त तिमीले इजिली गरिहाल्छौ नि हैन। ल अब को छ R3 3 देखि पनि झल्ला। हे प्रभु यी झल्लाहरू कति कुदेका हिसाब गर्न नि दिएन। ल -3 R1 को छ हेर त 9 9 त्यहाँ 27 कति आउने भयो -24 आउने भयो हैन। 24 25 26 24 25 26 कति आउने भयो -24। ल एउटा चिन्ह पनि छ है फेरि बर्बाद हुन्छ। ल हामीले के गरिसक्यौँ हेर यहाँसम्म आइपुग्यौँ हामी। यो पनि भयो यो पनि भयो यो पनि भयो। अब कसलाई पार्नु पर्यो 1 यसलाई 1 बनाऊ बिचकोलाई। बिचमा को छ हेर -5 छ नि। ल हेर त यो अनुसार के भइसक्यो यहाँ फेरि लेख्छु है म। यो अनुसार के भइसक्यो एउटा दुईटा तीनटा सक्यो होइन हाम्रै 1 0 0 आयो। अब बिचमा के गर्नु पर्यो 1 आउनु पर्यो +1। तर यहाँ के छ हेर त -5 छ नि। अब -5 लाई के गरौँ भने 1 आउँछ -5 - -5 गरौँ के हुन्छ माइनस काटिन्छ कति आउँछ 1। लिएर त -5 लाई कसरी 1 बनाउन सकिन्छ -5 भनेको कुन R2 होइन। ल के गर्ने रक्कसँगले एप्लाई भाषा एक्जाममा चाहिँ डर लेख है। R2 मा होइन के गर्नु पर्यो -1/5 ले के गर्नु पर्यो डिभाइड गर्नु पर्यो कसलाई R2 लाई। ड्याङ हेर अब यो लोगो सोगो गयो तेल दिन अहिले कि भइराखोस् 1 2 1 2 -3 ल हेर 0 लाई -5 ले डिभाइड गर्यो भने यो 1 बाई यस्तो होइन त यहाँ कस्तो भने 0 डिभाइड बाई -5 हो नि त कति हुन्छ 0 हुन्छ। यो कति हुने भयो 0। अब -5 लाई -5 ले डिभाइड गर्यो भने कति हुन्छ अरे 1। 8 लाई -5 ले डिभाइड गर्यो भने -8/5 26 -26 छ -5 ले डिभाइड गर्यो भने माइनस काट्यो कति आउँछ 26 का मुनि 5 कति आयो 26 का मुनि 5। र अन्त्यमा हो यहाँ 0 छ अरु सेम त हो 7 5 -24 सरै अन्त्य ठाउँमा बसिसक्यो गाडी कुदेर वाक्क लाग्यो वाक्क। लिएर त हाम्रो कतिवटा काम भइसक्यो एउटा दुईटा तीनटा चारवटा हामी यहाँ आइसक्यौँ अब के खाते गाडीहरुलाई आज म बम हान्दिन्छु गर। ल यहाँ त यहाँ आइपुग्यौँ होइन चारवटा काम। अब के गर्नु पर्यो यसको हेल्पले यसलाई र यसलाई 0 बनाउनु पर्यो तल र माथि। अब यसको हेल्पले कसलाई 0 यसलाई र यसलाई कसलाई R1 र R2 R3 R2 को हेल्पले कसलाई R1 र R3 लाई 0 बनाउनु पर्ने। ल को छ हेर 1 को माथि 2 2 मा कति घटायो भने 1 हुन्छ यसरी 0 हुन्छ 2 नै घटायो भने। ल R1 मा के हुने भयो R1 - 2 R2 किन R2 लेखेको किनकि 1 को हेल्पले गर्ने हो नि त यो भनेको R2 एन्ड R3 मा हेर -7 कतिखेर 0 हुन्छ -7 मा +7 जोड्नु कति हुन्छ 0। ल इन R3 सच दैट R3 +7 कसको हेल्पले R2 सेम हुन्छ के दुईटामै 2 2। ल ड्याङ हो ताको तस्तै हुने भयो। अर्कोको पाला हो के छ रे रुल R1 - 2R2 R1 को छ 2 केही देखेको रहन्छ अन्त्य भयो भने 2 होइन। अब हेर त -2 R2 को छ 1 कति हुने भयो 2 - 2 0 यही 0 बनाउन खोजेको हामीले। ल अर्को R1 हेर के छ रे रुल R1 - 2R2 है कति खाउने झ्याउ भइरहेको के। R1 को छ -3 - 2 R2 को छ
-8/5 र यस्तो कसरी गर्छौ 5 ले गरेर 3 लाई मल्टिप्लाई गरेर 5 तिया 15 माइनस माइनस प्लस 8 दुना 16 एलसीएम कति भयो 5 कति भयो 51 5 डाइरेक्ट क्याल्कुलेटरले हान्ने चिज खलात्ती हान्दैन 1/5 अब को छ 9 भनेको के हो 9 - 2 R2 कति छ 26 का मुनि 5 ल 5 9 कति हुन्छ 45 26 दुना 6 दुनी 12 2 1 2 3 4 52 का मुनि 5 यो कति हुन्छ 45 46 47 अझै 49 25 52 7 का मुनि 5 यो कति हुन्छ र 7 का मुनि 5 देखेको चाहिँ केही छैन एक्लै भट्याउँदैछु 7 का मुनि 5 भयो हैन ल अब तल्लोमा आऊ हामीले अर्को कहाँ गरेको R3 मा हो नि भनेपछि यो जस्ता जस्तै 0 1 -8/5 26 का मुनि 5 अब R3 मा हेर त R3 मा के छ अप्लाई गर्नुपर्ने R3 + 7R2 ल लिएर अब यो जति नै जे गरेर 0 भइहाल्छ अब यसमा हो यो नि कति हुन्छ 0 कसरी हुन्छ अरे ल R3 को छ -7 + 7 R2 कति छ 1 यो गरौ भने 0 यसमा चाहिँ अब -5 अनि कति छ प्लस अनि 7 R2 भनेको कति छ -8/5 कति हुन्छ 5 5 25 -8 7 56 का मुनि 5 कहीं चिप्लेन भने चाहिँ हुन्थ्यो हिसाब खत्तै बिग्रियो भने चाहिँ म डिप्रेसनमा जान्छु यत्रो बेर गरेको अब यो छ नि अन्तिम R3 कति छ 24 + 7 * 26 का मुनि 5 अब 25 * 24 त दरो दरो पायो त का मुनि 5 थोरै ठुल्ठुलो हाने यार हिसाब चिप्लिन्छ जस्तो भइसक्यो मलाई 62 का मुनि 5 अब हामी कहाँ आइपुग्यौँ भने त कतिवटा यहाँ यति सक्यो हेर त यति कोठा सक्यो अब 1 2 3 टा बाँकी छ अब हेर त मेरो कतिवटा छ 1 2 3 यसलाई 1 बनाउनु पर्यो अब -31 का मुनि 5 कतिखेर 1 हुन्छ लु भन त जस्तै यहाँ है -1/2 कतिखेर 1 हुन्छ ल हेर -1/2 कतिखेर 1 हुन्छ यदि मैले -2/1 ले के गरेँ भने मल्टिप्लाई गरेँ भने 2 र 2 काटिन्छ माइनस माइनस जान्छ हैन र सेम गर्ने हेर त -30/5 छ नि यसलाई कतिले गर्ने -5/31 यसो गरेर के हुन्छ माइनस माइनस काट्यो 5 5 गयो यो गयो कति आउँछ 1 सेम गर्ने लोगो हुन्छ यहाँ ल अब R3 मा आऊ त R1 R2 R3 R3 मा के गर्नु पर्यो अरे -5/31 ले कसलाई गर्नु पर्यो R3 लाई मल्टिप्लाई गर्नु पर्यो यहाँ थोप्लो छ नि अब R3 मा आऊ त यसले सबैलाई गर्ने अरु जस्ता त्यस्तै सार्ने अरुलाई कसैले छुँदैन यसले 7/5 0 लामो भएको यार 8/5 कनि 5 यो 0 यो 0 ल अब यो कति हुने भयो यति गरौ नि 1 कसरी अरे बुझ्यौ नि -13/5 इन्टु कतिले गर्नु भनेको छ -5/13 यो सबै काटिन्छ कति आउँछ 1 ल यसमा आऊ त अब यसमा चाहिँ गरिहेरौँ के छ अरे केले गर्नुपर्ने अरे -5/31 ले मल्टिप्लाई गर्नुपर्ने छ यसलाई 62/5 इन्टु -5/31 ल सबैलाई क्याल्कुलेटरमा हान्नु भने आउँछ 2 ल एउटा नर्मल भ्यालु नि आए अचेल मिल्दैछ कि जस्तो भयो ल हाम्रो हेर कतिवटा काम सक्यो अब जब दुईटा बाँकी छ यो पनि सक्यो अब यति दुईटा बाँकी छ दुईटा 0 बनाउनु पर्ने यी दुईटालाई 0 बनाउनु पर्यो अब को हो पहिलो R1 दोस्रो R2 R3 अब कसलाई 0 बनाउनु पर्यो R1 र R2 ले कसको हेल्पले R3 को हेल्पले के गर्नु पर्यो R1 - 1/5 R3 गर्नु पर्यो ल अब हेर त R2 मा R2 such that R2 यहाँ माइनस छ भने चाहिँ के गर्नु प्लस 8/5 R3 -2 यो -2 ल त भन्दैछु नि कहीँ न कहीँ चिप्लिहाल्छ क्या एउटा न एउटा नि कहाँ पो पुगिरहेको छु म ल यसमा हेर त कहाँ छु म यसमा छु हैन ल फेरि गरौँ त कसको अरे R2 मा तलतिर गर्नु पर्यो फेरि R2 कति छ R2 + 8/5 R3 R2 को छ हेर त यी 26/5 हेर त 26/5 प्लस 8/5 R3 कति छ हेर त यो माइनस छ अहिले कति -2 ल 26/5 माइनस 8 दिन 16 का मुनि 5 कति हुन्छ 0 1 5 कति हुन्छ 5 दुना 10 अब चाहिँ मिल्छ है ल ल गाडीले धुर्कै बनायो रोनमतीहरुले लिएर कति आउनु रहेछ बिचमा कति आयो 2 कसरी 2 आयो यो है त्यति अहिले एउटा माइनस लेख्न छुटेर है ल 2 आयो हैन यहाँ कति छ 0 0 1
कति आयो -2 फेरि त सबै गरियो होइन यसलाई हो नि त 1 बनाउनु पर्ने भयो नि अब एन्सर मिल्यो कि मिल्दैन भनेर गएर थाहा पाउने फेरि त हाम्रो फाइनल एन्सर कति आयो यहाँ -1 छ यहाँ नि एउटा छुटेछ कस्तो यहाँनिर माइनस छ है ल अब को आएछ x = -1 2 र -2 र एन्सर चेक गर्छु ल म छ -2 x कति छ अरे -1 y 2 अनि z कति छ -2 = 9 माइनस र प्लस यो कताबाट सत्य चिप्लिहाल्छ यार गाडी कुदेको गर्छ कि मेरो ध्यानै बिगार्दैछ 3 2 6 = 9 यो कति आउँछ 3 + 6 कति आयो 9 9 = 9 यहाँनिर अलिकति माइनस चाहिँ चिप्लेछ ल